क्या भनेको भाइ हो र मलाई उहाँ पर अब मैले केही बोलेको छु मैले भन्ने कुरा बोलिरहेको थिएँ आफूले एकासी चुतिया भने त्यो चुतियाको अर्थ के हुन्छ त्यस्तो भयो यसो उहाँलाई मात्रै सुनाएको पूजा मया कृतं भक्त्या गृहीत्वा सफलं कुरु भूर्भुवस्वः वरुणाय नमः सकल पूजार्थे गन्धपुष्पाक्षतं समर्पयामि नमस्करोमि फेरि पुण्य नमस्ते पुरानो पुरुषोत्तमाय पूर्वभाद्रपदानि च नमस्ते जगत्प्रभो कृतशुक्रतिं कृत्वा मयं देहि शुभं फलं भूर्भुवस्वः अधैकपदे नमः सकलपूजार्थे मन्त्रपुष्पाञ्जलिं समर्पयामि नमस्करोमि त्यस्तो भन्नुभयो त्यहाँ होइन गीतमा त पूजा गरेको छैन फेरि पुष्पाञ्जलि नमस्ते ओम हरिद्रवज्ञाय नमः उत्तराभागपदानि च हरिद्रवज्ञ नमस्ते उदयावरुदो भूत्वा मृतस्य कुरुपत्वदे भूर्भुवस्वः बनाते पुष्पाणि वक्षपूजादय नैवेद्यं ऋतुफलप्रदक्षिणां समर्पयामि ब्रह्मणे यमेभ्यो नमो नमः आत्मा पकाएपछि भइहाल्यो नि के राम्रो चाहियो आज निकाल्दै गरौँ मेरो सासु मात्रै छैन मलाई चिनेर होइन मेरो सासु अनि ससुरामा कान्छ काका र बहुत छ क्या पवन कहाँ गए itu huँदैन नि कहिले पाक्दैन कति चाहिन्छ लगभग 2 किलो पकाउनु आशिकर धम्म ओम स्वाहा ओम अम्बे अम्बिकें बालिके नमाने अधिकस्तनः सुखहट्वज्जिकाङ्कां पीडवासिनीं ओम अम्बिकायै स्वाहा ओम आकृष्णैधरदिशा वर्तमानो दिने शयन्दन संवर्तं चरुणैः सवितागतेना देवोज्याति भुवनानि पश्यन् ओम सूर्य अधिदेवता प्रदेवता सहिताय सूर्याय स्वाहा ओम इमं देवासवत्मकं शवतं महतिशग्राय महतिज्येष्ठ्याय महतिजानराज्याय इन्द्रसेन्द्रियाय इमुखपुत्रमुखे पुत्रमशे विषये खभोमि राजसमुस्माकं ब्राह्मणानां राजा अज्देवता पृथुदेवता सहिताय सोमाय स्वाहा ओम अग्निमूर्धादिवः कुत्पसे पृथिव्याय पागुं रेतागुं सजन्मति ओम अद्देवता पृथुदेवता सहिताय शुभोमाय स्वाहा दशाग्नि पतिजा गृहीतमिष्टा पूर्वसगुं सुदेवतामयं च
देवता सहिताय बुधाय स्वाहा ओम बृहस्पति अतितरो राजमहाधिपति मदने भो तेरो नामै भेटाएको छैन हेर जोडौँला न सबै जोड्छु त ओम केतुं गुणं न केते चेलीबेटीहरूलाई पनि जोड्छु त्यसमा चेलीबेटी नै हामीलाई यस्तो उत्तम चाहिन्छ ओम वास्तुस्पतये स्वाहा ओम चित्रपालाय स्वाहा ओम गणपति पञ्चरूपालिभ्यः स्वाहा ओम वास्तुस्पतये स्वाहा